हेलो गाइजहरू नमस्ते। मैले बेलुकाको खाना बनाउँदैछु। त्यसको लागि चामल गाभाको तरकारी। गाभा मजाले धुने, गाभा मजाले धोइसकेपछि पल्टाइ गरेर किरा हुन्छ नि, फेरि पल्टाइ गरेर धुने। अनि गाभालाई कुकरमा खाँदी हाल्ने, अनि त्यसमा नुन हाल्ने, बेसार हाल्ने, पानी चाहिँ हाल्नु हुँदैन। नुन बेसार हालेर मजाले बिर्को लगाइदिने कुकरको बिर्को लगाइदिएर सिटी लगाइदिने। यता भात पनि पाक्दैछ, भाँडा पनि मस्काउँदै, यता लसुन ठिका पारे। अब सिटी पनि लाग्यो, त्यस पछाडि यता लसुन कुट्न आँट्दैछु। लसुन पनि सिलौटामा पिसे। अब यता गाभा यस्तो ल्याप्टे भयो, हेर्नु त्यत्रो भरि गाभा यति भएको छ। अब प्याज, खोर्सानी, टमाटर, लसुनको पेस्ट त्यति मात्रै चाहिन्छ। अनि त्यस पछाडि प्यान बसाएपछि तेल हालेर मेथी फुराए, अनि ज्वानो, मेथी, जिरा सबैलाई फुराएर अनि त्यसमा प्याज हालेर चाहिँ लसुनको पेस्ट पनि त्यसैमा हालेर पकाएँ। अनि त्यस पछाडि टमाटर हालेँ, खोर्सानी पनि हालेँ, अनि तेल निस्किने टमाटर पकाएँ। अनि त्यस पछाडि टमाटर पनि मजाले पाकिसकेपछि त्यसमा थोरै बेसार, अनि थोरै मसला, जिरा धनियाँको झुलो, अनि थोरै नुन। अघि नुन पनि उता पनि गाभामा पनि हालेको छ, यता पनि थोरै नुन यसो टमाटरको लागि। अनि गाभा हालेँ, अनि त्यस पछाडि कागती निचारिसकेपछि एकछिन चलाएँ। अनि त्यस पछाडि थोरै आलसको धुलो राखेर एकछिन चलाएँ। अनि मेरो खाना पाको आजको माम, अनि गाभाको सब्जी, थोरै घिउ।